नमस्कार। आज हामी भक्तपुरको एउटा निकै विशेष मन्दिरबारे कुरा गर्दैछौँ, श्री पञ्चमहालक्ष्मी मन्दिर। नमस्कार। हो, भक्तपुरको त्यो ऐतिहासिक ठाउँमा रहेको मन्दिर यो साँच्चै नै इतिहास, संस्कृति अनि आस्थाको एउटा सङ्गम जस्तो लाग्छ मलाई त। हो नि। अनि हाम्रो आजको यो गहिरो कुराकानी चाहिँ यही मन्दिरबारे जे जति जानकारीहरू पाइएको छ नि त्यसमै आधारित हुनेछ। बिल्कुल। हामीले पाएका स्रोतहरूलाई केलाएर हैन यो मन्दिर किन यति खास छ, यसले के सन्देश दिन्छ, त्यही बुझ्ने कोसिस गर्ने हो आज। त्यही त। खासमा यो मन्दिर किन यति अद्वितीय छ, कसरी बन्यो होला, अनि भक्तपुरको लागि यसको के महत्त्व छ। विशेष गरी त्यो पञ्चमहालक्ष्मी भन्ने अवधारणा नै के हो, हैन? त्यसले कसरी मन्दिरलाई यस्तो नौलो पहिचान दियो होला, यसमै केन्द्रित रहौँला। हुन्छ, सुरु गरौँ त्यसो भए। ल। सबैभन्दा पहिले त त्यही शब्द नै हेरौँ न, पञ्चमहालक्ष्मी। शाब्दिक अर्थ त भयो 5 स्वरूपमा प्रकट हुनुभएकी महालक्ष्मी। 5 स्वरूप हो। स्रोतहरूमा उल्लेख भए अनुसार चाहिँ भोगलक्ष्मी, सम्पालक्ष्मी, ज्ञानलक्ष्मी, मोक्षलक्ष्मी अनि पाँचौँमा स्वयं महालक्ष्मी। ए भोग, सम्पाल, ज्ञान, मोक्ष अनि महालक्ष्मी। हामीले लक्ष्मीलाई त प्राय धन, ऐश्वर्य, सौभाग्यकी देवी भनेर बुझ्छौँ नि। हो, सामान्यतया त्यही हो। तर यहाँ त 5 फरक स्वरूप पो। हरेकको केही खास अर्थ होला नि है। एकदम। यो खाली नाम मात्रै होइन, यसले त समृद्धिको एउटा अलि फराकिलो, सन्तुलित दृष्टिकोण देखाउँछ जस्तो लाग्छ। कस्तो किसिमले? जस्तो भोगलक्ष्मी भन्नुभयो नि, उहाँले चाहिँ जीवन चलाउन चाहिने भौतिक सुख, आनन्द, सुविधा होइन, दैनिक जीवनको सहजतातिर सङ्केत गराउँछ। ए म्हणजे दैनिक जीवनको उपभोग, आराम। त्यस्तै। अनि सम्पालक्ष्मी चाहिँ धन, सम्पत्ति, स्रोत, साधन, आर्थिक पक्ष भनौँ न। ठिक छ। भोग र सम्पाल भौतिक र आर्थिक भयो। अनि ज्ञानलक्ष्मी नि? ज्ञानलक्ष्मीले चाहिँ विद्या, बुद्धि, विवेक, ज्ञानै खास सम्पत्ति हो भन्ने कुरा आयो कि यहाँ। हो, ज्ञान बिनाको धन पनि त। त्यही त। अनि त्यसपछि आउनुहुन्छ मोक्षलक्ष्मी। उहाँले चाहिँ आध्यात्मिक उन्नति, सांसारिक बन्धनबाट मुक्ति, परम शान्तिलाई जनाउनुहुन्छ। ए आध्यात्मिक आयाम पनि हो, समृद्धिको आध्यात्मिक पाटो। कति गहिरो कुरा। भौतिक सुख, पैसा, ज्ञान अनि मुक्ति जीवनका सबै मुख्य पक्षहरू समेटिए जस्तो लाग्यो। अनि पाँचौँ चाहिँ महालक्ष्मी। महालक्ष्मी चाहिँ यी सबै स्वरूपहरूको एउटा समग्र, एकीकृत परम रूप हुनुहुन्छ। सर्वोच्च ऐश्वर्य, सम्पूर्णता, दिव्यताको प्रतीक। उहाँमा यी सबै खाले समृद्धि समेटिएको हुन्छ। ए बुझे। त्यसैले यो मन्दिरले के देखाउँछ भने समृद्धि भनेको खाली पैसा वा सामान मात्र होइन रहेछ। जीवनका सबै पाटा, भौतिक, आर्थिक, बौद्धिक अनि आध्यात्मिक, सबैको सन्तुलन नै खास समृद्धि हो भन्ने सन्देश दिन्छ यसले। यो त साँच्चै मनन गर्ने कुरा हो। अनि यही अवधारणाले गर्दा नै यो मन्दिर यति विशेष भएको होला हैन त? हो, प्रमुख कारण यही हो। स्रोतहरूमा त यो संसारकै पहिलो यस्तो मन्दिर रे जहाँ लक्ष्मीका यी 5 स्वरूपको एकै ठाउँमा पूजा हुन्छ। हो, मैले पनि त्यही पढेको। यही नै यसको खास विशेषता हो। अरू लक्ष्मी मन्दिरमा प्राय एउटा वा दुईटा स्वरूपको पूजा हुन्छ, तर यहाँ 5 स्वरूपलाई उत्तिकै महत्त्व दिएर स्थापना गरिएको छ। अचम्म। यसले त्यो समृद्धिको बहुआयामिक पक्षलाई सम्मान गरेको जस्तो देखिन्छ। अनि यो मन्दिर छ कहाँ नि भक्तपुरमा? यो भक्तपुरको श्रीवान छलिङ भन्ने ठाउँमा। स्थानीय लवजमा चालिङ पनि भन्छन् क्यारे। ए चालिङ, त्यो ठाउँ आफैमा पनि त ऐतिहासिक छ नि हैन र? हो, निकै ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको ठाउँ हो। अब यसको स्थापनातिर जाउँ न त। यस्तो नौलो सोचसहितको मन्दिर कसरी बन्यो होला, कसले बनाउनु भयो? जानकारी अनुसार यो मन्दिरको स्थापना चाहिँ करिब 20 वर्ष जति अघि भएको रहेछ, अखण्ड ज्योति बाबाद्वारा। अखण्ड ज्योति बाबा? हो, उहाँलाई मुक्तिनाथ पीठाधीश स्वामी कमल नयनाचार्य भनेर पनि चिनिन्छ। ए मुक्तिनाथ पीठाधीश स्वामी कमल नयनाचार्य, उहाँ त निकै सम्मानित हुनुहुन्छ नि। हो नि, मुक्तिनाथ क्षेत्रकै प्रतिष्ठित आध्यात्मिक गुरु। उहाँको संलग्नताले पनि यो मन्दिरलाई छुट्टै गरिमा र महत्त्व दिएको छ। अवश्य पनि। उहाँ जस्तो व्यक्तित्वले स्थापना गर्नु भएपछि त मन्दिरको आध्यात्मिक ओज झनै बढ्ने नै भयो।
त्यही त। अनि स्रोतहरूले के भन्छन् भने जब यहाँ देवीहरूको मोतीको विधिपूर्वक प्राण प्रतिष्ठा गरियो नि, त्यसपछि यो मन्दिर हिन्दू धर्मावलम्बीहरूमाझ वात्तै लोकप्रिय भयो। ए हो र? अनि अर्को रमाइलो कुरा चाहिँ यसको चर्चा सोशल मिडियातिर पनि फैलियो रे के। ए आजकल त सोशल मिडियाको जमाना छ। हो नि। त्यसले गर्दा अलि पछिल्लो समयमा युवा पुस्ता अनि अलि फरकिलो समूहमा पनि यसको राम्रै चर्चा हुन थाल्यो। यो त राम्रो कुरा हो। अब भक्तपुरकै सन्दर्भमा यसको धार्मिक र सांस्कृतिक महत्त्व चाहिँ कस्तो छ त? हेर्नुहोस्, यो मन्दिर अब भक्तपुरको जीवन्त सांस्कृतिक अनि धार्मिक सम्पदाको एउटा महत्त्वपूर्ण अङ्ग नै बनिसक्यो। यसले शहरको त्यो पुरानो पहिचानमा एउटा नयाँ रङ्ग थपेको छ भन्दा हुन्छ। विशेष गरी लक्ष्मी पूजा अनि तिहारको बेलामा त यहाँको रौनक नै अर्कै हुन्छ रे। तिहारमा त लक्ष्मीकै पूजा हुन्छ, यहाँ त झन् पञ्चमहालक्ष्मी, भिड लाग्छ होला है? हो, एकदमै। स्रोतहरूमा उल्लेख छ कि तिहारमा खास गरी लक्ष्मी पूजाको रात भक्तजनहरूको ठूलो घुइँचो लाग्छ। मान्छेहरू यहाँ आएर दीपदान गर्छन्। दीपदान, दियो बाल्ने? दियो बालेर देवी लक्ष्मीसँग धनधान्य, ऐश्वर्य, समृद्धिको कामना गर्ने चलन छ। यो खाली व्यक्तिगत आस्था मात्रै होइन, एउटा सामुदायिक पर्व जस्तै हुन्छ त्यहाँ। कस्तो राम्रो। अनि यो आकर्षण भक्तपुरका मान्छेमा मात्रै हो कि बाहिरबाट पनि आउँछन्? होइन, यो मन्दिर त स्वदेशी मात्र होइन, विदेशी पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनेको छ। ए साँच्चै? हो, भक्तपुर घुम्न आउने धेरैजना यहाँ पनि पुग्छन्। एउटा त धार्मिक महत्त्व भयो, अर्को यो नौलो कन्सेप्टले पनि त तान्यो होला नि, 5 लक्ष्मी एकै ठाउँमा। हो त नि। अनि अरू को आउँछन् त? त्यति मात्रै कहाँ हो र। स्रोतले के पनि भन्छ भने धार्मिक यात्री त आउने नै भए, तर कला र वास्तुकलामा रुचि राख्ने विद्यार्थीहरू, अनुसन्धानकर्ताहरू पनि यहाँ आउने गर्छन् रे। ए भनेपछि मन्दिरको बनावट, कलाकृति पनि हेर्न लायक छ होला। पक्कै पनि। त्यसले त्यही सङ्केत गर्छ। सायद भक्तपुरको त्यो मौलिक परम्परागत नेपाली शैलीको राम्रो झलक पाइन्छ कि त्यहाँ। हुन सक्छ। अनि स्थानीय मान्छेहरूसँग चाहिँ कस्तो सम्बन्ध छ यो मन्दिरको? खाली पर्वमा मात्र हो कि दैनिक जीवनमै जोडिएको छ? होइन, समुदायसँग गहिरोसँग जोडिएको छ। जानकारी अनुसार मन्दिर वरपरका स्थानीय व्यापारीहरू, घर परिवारहरूले त दैनिक नै पूजा-आजा गर्छन् रे, देवीको आशीर्वाद लिन जान्छन्। ए दैनिक रूपमै? यसले के देखाउँछ भने मन्दिर खाली एउटा घुम्ने ठाउँ मात्र होइन, स्थानीय समुदायको आस्था र दैनिक जीवनको अभिन्न अङ्ग नै बनेको छ। यो सुन्दा त खुसी लाग्यो। साक्षे श्री पञ्चमहालक्ष्मी मन्दिरलाई भक्तपुरको धार्मिक आत्मा अनि सांस्कृतिक गौरवको प्रतीक नै मान्न सकिने रहेछ। हो त नि। आध्यात्मिक शान्ति र त्यो सन्तुलित जीवनको सन्देश पनि दिइरहेको छ। एकदम सही भन्नुभयो। स्रोतमा एउटा वाक्य छ मलाई निकै मन परेको, कला, विश्वास र श्रद्धा मिलेर संस्कृति टिक्छ। वाह, कति राम्रो भनाई। हो नि, यो मन्दिरले यही भावलाई जीवन्त बनाएको छ जस्तो लाग्छ। त्यहाँ सुन्दर कला छ, मान्छेको अटूट विश्वास देखिन्छ, गहिरो श्रद्धा प्रकट हुन्छ। यी 3 चिज मिलेपछि त हो नि कुनै सांस्कृतिक धरोहर टिकिरहने, होइन र? बिल्कुल। अनि यही जीवन्त परम्परालाई निरन्तरता दिन यहाँ नियमित रूपमा केही विशेष कार्यक्रमहरू पनि हुन्छन् होला नि? हुन्छन्। खासमा गएका वर्षहरूमा जस्तै यो वर्ष पनि मन्दिरमा एउटा विशेष सामूहिक पूजा कार्यक्रम हुँदैछ रे। ए हो र? यसले पनि मन्दिर खाली ढुङ्गा माटोको संरचना मात्र होइन, चलिरहने जीवन्त आस्थाको केन्द्र हो भन्ने देखाउँछ। हो त नि। कहिले हुँदैछ त यो कार्यक्रम? थाहा पाउन पाए इच्छुकहरूलाई सजिलो हुन्थ्यो कि? अनुसार आउँदै गरेको 2082 साल कार्तिक महिनाको 3 गते सोमबार। कार्तिक 3 गते सोमबार भनेपछि अब केही दिनमै। आज त असोज 31 गते भयो। हो, धेरै टाढा छैन। अनि कार्यक्रम चाहिँ बिहान 11 बजेदेखि 12 बजेको बीचमा हुनेछ रे। बिहान 11 देखि 12। ठिक छ। अनि कार्यक्रममा केही विशेष विधिहरू हुन्छन् कि? हुन्छन्। यसपटक चाहिँ 5 वटा कलशद्वारा भगवानको दिव्य अभिषेक गर्ने कार्यक्रम छ रे। 5 कलश पञ्चमहालक्ष्मीसँग मिलाएर? हो, त्यही अवधारणासँग मेल खाने गरी। यो पक्कै विशेष पूजा विधि हो, निकै शुभ मानिन्छ यस्तो अभिषेकलाई। पक्कै पनि 5 कलशद्वारा अभिषेक, यो त हेर्न र सहभागी हुन पनि दिव्य अनुभव होला। हो नि। अनि जो यो सामूहिक पूजामा भाग लिन चाहनुहुन्छ नि, उहाँहरूले चाहिँ अगाडि नै आफ्नो नाम र गोत्र टिपाउनु पर्ने व्यवस्था छ।
पहिले नै दर्ता गर्नुपर्ने। त्यस्तै। सम्पर्क गर्नलाई एउटा फोन नम्बर पनि दिएको छ स्रोतमा, 9851230678। 9851230678। ल, यो जानकारी त सहभागी हुन चाहनेलाई निकै महत्त्वपूर्ण भयो। हो त। लक्ष्मी मन्दिरबारे साँच्चै गहिरो कुराकानी गर्यौं। कसरी यो विश्वमै पहिलो यस्तो मन्दिर बन्यो जहाँ लक्ष्मीका 5 स्वरूपको पूजा हुन्छ भन्ने थाहा पायौं। अनि यसको स्थापना कसरी भयो, संस्थापक स्वामी कमलनारायण आचार्यको भूमिका, यसको धार्मिक सांस्कृतिक महत्त्व, हैन? अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, ती 5 स्वरूप भोग, सम्पाल, ज्ञान, मोक्ष र महालक्ष्मीले दिने त्यो सन्तुलित समृद्धिको गहन अर्थ पनि बुझ्यौं। हो, अनि मन्दिरमा परम्परा कसरी जीवन्त छ भन्ने उदाहरणको रूपमा त्यो आउँदै गरेको पूजा उत्सवबारे पनि थाहा पायौं। यो मन्दिर र यसले बोकेको पञ्च महालक्ष्मीको अवधारणा यो साँच्चै नै सोच्न लगाउने खालको छ। खालि धर्मकर्म मात्र होइन, जीवनलाई हेर्ने एउटा दृष्टिकोण जस्तो हो नि। अनि यही सन्दर्भमा एउटा कुरा भनौँ जस्तो लाग्यो। भन्नुस् न। एउटै ठाउँमा समृद्धिका यति धेरै अलि फरक फरक देखिने पाटालाई, भौतिक भोग, आर्थिक सम्पत्ति, बौद्धिक ज्ञान, आध्यात्मिक मुक्ति अनि यी सबैको समग्रतालाई एकै ठाउँ समेटेर पूजा गरिनु, कतै यसले अहिलेको मान्छेको जीवनमा त्यो सन्तुलित, समग्र समृद्धिको जुन खोजी छ नि, त्यसैलाई देखाउँछ कि? हुन सक्छ है। सायद यो हाम्रो पुरानो ज्ञान र आजको समाजको चाहना बीचको एउटा पुल पनि हो कि, जसले कला, विश्वास र समुदायलाई कति सुन्दर ढङ्गले एकै ठाउँमा ल्याएको छ। यसमा अझै सोच्न सकिन्छ। साँच्चै मननीयोग्य कुरा।